बच्चा पार्टीहरूलाई चाहिँ अब खाना हामीले वितरण गरेको। लु ऱ्याप बाटो त्यस्तो कहाँ हुन्छ ऱ्यापमा अन्त नवनिर्माण भान्साहरूको धुरी मार्ने साइड जोरेकोले है। अब सर्नु चाहिँ यसमा भोलि टिका दिन्छ। आज चाहिँ एकदम धुवा लगाएर धुरी मार्ने कार्य हुँदैछ है त है। निलम भाइले सघाइदिन आएको छ। घाममा छानामा साह्रै परिरहेको छ नि। आज चाहिँ बिहान छोरोको बर्थडे हो नि त, त्यो भएर एकदमै रोटी पोल्नु चाहिँ तावा चाहिँ त्यहाँनिर भर्खर ल्याइपुऱ्यायो नि त। घरमा झुम्छ कि खोज्यो छैन भएको त यसमा पोल्नु पऱ्यो हो। रोटी चाहिँ खतरा हुनेछ। घुमाउनु पर्ने स्थिति देखिँदैछ। पास अलिक पातला पनि भयो त। के हो नानी यो? यिनीहरू नानीहरू इन्ट्रो त यहाँ चाहिँ आज दियान्सको बर्थडे हुँदैछ है। यसको बर्थडे हुँदैछ है। यहाँ चाहिँ बर्थडेहरूको गर्दै हुनुहुन्छ बडा र दादाले। यहाँ चाहिँ बाबाले मासु काट्दै रहेछ है। को काट्दैछ यहाँ चाहिँ यस गर्दिन अनि बाबा ओ बाबा यस गर्दिन अनि यहाँ चाहिँ खिरहरू पाक्दै रहेछ। अनि यहाँ चाहिँ मासुहरूको होला, मासुहरूको हुँदैछ यहाँ। यहाँ चाहिँ बोजूले दुनाहरू कास्दै हुनुहुन्छ है। यहाँ चाहिँ बर्थडे बोय गेम खेलेकै बर्थडे बोय। यस गर्दै बर्थडे बोय। ओइ ओइ भाइ सन्तान पार्टीलाई ओइ मामा यहाँ चाहिँ बडाले चाहिँ दामी बनाइसकेछ। यहाँ चाहिँ बलुनहरू फुकेकै छ है डेकोरेसन गर्नको लागि। यहाँ चाहिँ बर्थडे बोयले पनि फुकेको छ। चाहिँ फुकेको छ है। यो यहाँ चाहिँ छ भात अनि यहाँ चाहिँ छ भात अनि यहाँ चाहिँ छ दाल। यहाँ चाहिँ छ आलुदम। यहाँ चाहिँ छ चिकन के भन्छ केएफसी बनिँदैछ अरे। अनि यहाँ चाहिँ छ अम्बो सेलरोटी डिस बनिँदैछ। यहाँ चाहिँ छ यहाँ चाहिँ छ खिर। एटीएममा पैसा थिएन डिस छ। यहाँ चाहिँ यो चाहिँ के हो? यो चिकन ग्रेभी लु आलुदम त अनि तिमीले त यहाँबाट देखौ आलुदम तिमी अँधेरो पो भयो त हो। क्यामेराम्यान फोकस। ल मोटामोटी डेकोरेट भइसक्यो है। दियान्स चाहिँ 4 वर्षमा टेकेको हो नि त। कम्प्लिट 4 वर्ष गरेर अब 5मा लाग्ने।
त्यसकारण यहाँनिर एकदम सजावट हुँदैछ। चढाएको छ नि चढ्यो खै ट्राई गरौँ सानो होइन यस्तो सानो उयस मात्रै लिएन ल यो चाहिँ मैले चाखेँ कस्तो छ के छ हाम्रो काकाले बनाउनु भएको मेट्रो हैन त्यो स्टेसनै चढ्ने त्यो बस चल्ने ओर्ने त्यही एयरपोर्ट भित्रको मात्रै हुँदा रहेछ नि दामी त्यो फाल्टो गाडी भला कि त उयोहरु ल हेर्न त अहिलेको नानीहरु त्यहाँ मोबाइलमा बर्थडे केटा चाहिँ यो हो सब मोबाइलमा के नानीहरु म चिनाउँछु है तपाईहरुलाई दियान्स केनिसा प्रियन्सी अर्णव के भन्छ प्राप्ति सृजन भानिज हाम्रो हैन सृजन भानिज लोप्तेन मेवाङ खै सब यस्तो हाई हलोहरु त भन्नुपर्छ नि त अन्त मेवाङले मात्रै दामी कुरा गरिदिन्छ है लोप्तेन खोइ अहिले केटा रे अन्त रु र्याप लु तिमीहरू र्याप आउँछ र्याप लु र्याप बाटो तिमीले यसको जवाब देऊ न अन्त तैँले भेट्छ बुझेन त है फेरि एकपल्ट भनिदेऊ अरे रु र्याप छिटो आए दुई चार भन एकजना त्यस्तो कहाँ हुन्छ र्यापमा अन्त यो चाहिँ हो केक ह्यापी बर्थडे डियान्स ल अब चाहिँ हुन आँटेको छ हाम्रो डियान्सको बर्थडे प्रोग्राम ओ नानी हो बस तिमीहरू यता 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 केक खानेहरू ए ह्याप्पी बर्थडे होइन होस् अहिले कपिराइट मात्रै लाग्छ नगर अहिले लु बा लु लु आगर छिटो केक लु बुवालाई खिला ल ल ल ल उलाई ऊ भाइलाई यसलाई तेरो साथीलाई ऊ आमा दादा लु छिटो भाइलाई तैँले खुवाइदिनुहोस् त दियान्सलाई खुवाइदिनुहोस् त अन्त दियान्सलाई केटीहरूलाई चाहिँ दिनु नि होइन नानीहरूलाई दियो ल आइज ल एकछिन पर्खे ला उजर ल ह्याप्पी बर्थडे बाबु ल आशीर्वाद
दामी रहेछ आमा घर ल खाना खा भाइलाई खुवाइदिएको भाइलाई खुवाइदिनुहोस् त भाइलाई खुवाइदेऊ न लु सबलाई बाँडिदिउँ ओइ नगर त्यसो अब यसले पिठा खाए उयोलाई सानो काटिदिनु नै यसलाई होइन अलिकति भाइ किन हाल्दिनु हात नि मिलाएर नखोस् बिस्तारै तान के भएको दुई हात लौ दुई हात थप खोइ हात मिलान त अन्त ला थाप भन्यो भने तिमी बाइक परेछ बाइक यो खोल्नु है दादा यो खोल्नु नखोल्देऊ उहाँ बुहारीले खाएको छैन है काकीलाई देऊ यता होस् नखोल्दे
के भन्ने लोग्ने बाइक बच्चा पार्टीहरूलाई चाहिँ अब खाना हामीले वितरण गरेको केटाहरू यहाँ छ लु के कस्तो भयो राम्रोसितले त नुन लागेन भने पनि नुन लाग्यो होला भनिदिनु लागेन भने पनि